दामी हानो दामी माल मेरा गाई चाहिँ यस्तै टाउकोमै हान्नुपर्छ डाँडा डाँडा जङ्गलमा हरियालीमा हामी बिहानको सुरुवातसँगै आफ्नै करिसाबारीमा होइन आफ्नै पैनीमा उब्जिएको माछा मार्न आइसकेका छौँ। हेलो गाइज, आज हामी माछा मार्न जान आँट्दैछौँ सबजना मिलेर। हेर्न सक्नुहुन्छ हन्टिङ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। यो चाहिँ म हो। आजको हाम्रो टार्गेट भनेको कम मिनिमम पनि 5 वटा बामै आज हाम्रो 5 वटा बाम। कैसा लगा मेरा मजाक? यत्रा भाइ के भन्छ यत्रा यत्रा प्यारी समझ गई। ठुल्ठुला होइन? 5 वटा बाम। ठुल्ठुला सामना के भन्नुहुन्छ? भूपेश भाइ तिम्रो अनुहार पनि युट्युबमा आउने भयो। तपाईँ के भन्नुहुन्छ भन्नु? कस्तो लजाको छ हाम्रो फेरि माको लजाउने मान्छे फेरि है। फेरि अनर अफ द नथिङ टु से 5 वटा बाम 5 वटाको किल्ला हाने मात्रै हो। ल हामी अपडेट गर्दै गर्छौँ, हेर्दै गर्नु होला। टार्गेट इज लक्ड। लागो भाइ लागो 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 लामो त्यो तीर त फर्स्ट टार्गेट इज लक। हाम्रो तीर बाङ्गिसकेको छ। मार्ने भनेकै डाउन हो नि फेरि। मुख चाहिँ हाम्रो लास्ट फर्स्ट टार्गेट खोइ हाल्ने मारै छैन त नि के भाँडा मार्छ छ र होइन? राम्रो भाँडा चाहिँदैन। के हो मा तीर बिग्यो? अर्को भइजान्छ नि उतै छौ कहाँ छ माथि पर्छु अभी मजा आएगा ना भिड़ो। खोइ कहाँ छ हातमा पकड्छ भन्छ फेरि अब। यो होइन यो भनेको होइन त्यो अर्को मार्न आँटेको छ। लाग्दैन गाइज। हामी चाहिँ यसरी अँध्यारोमा हेर्नु सक्नुहुन्छ। रातिको 12 बजेको छ। टस यत्रो छ मसँग। म चाहिँ अगाडि यसो सर्प हेर्दै हिँड्ने हो क्या यसरी। पैदालाई हान्दै भन्दा फेरि के गर्नु, कसले बचार गर्छ। ग्याङ छ पछाडि। माछा मार्न आएको अरे भाँडै नआइएछ कि गोजीमा हाल भनेको अब भाइलाई हाल्दैन भन्छ। गोजीमा हाल न भाइ। यही नहीं अभी और सुनिए। गाइज हामीले देखिसकेको छौँ। त ओभर सेक्सी छ यार। सेक्सी जब्बर नयाँ ठुलो चिज फेला परिरहेछ। यता नजाउन तिमी फेरि अब। के लाग्यो भाइ? ए नल्याउने त अलिक पर राख न। ठिक छैन अलिक पर लगाउनु। घुमाउँदा हो ल हाल। दामी दामी हालेको त्यो बिहाको यहाँ नि यहाँ अर्को माल यहाँ देखाउनु यहाँ देखाउनु पर्छ क्या। देखाउनु त। हेर्नु गाई चाहिँ हाम्रो ओए गाई चाहिँ यस्तै टाउकोमै हान्नुपर्छ यहाँ हाल्नु नि अर्को माल ओए भाइ टाउको केले बोक्ने ठाउँ छैन काकड नेक्स्ट शिकार भेटिसकेको छ हामीले। टक्कै हाम्रो शिकारीले कस्तो हान्छ हेरौँ। दामी हानो दामी ओहो माल दामी हानो माल त यो हो नि त हाम्रो शिकारीले। माल त गाई चाहिँ हान्नु अर्को पनि हामीले देखा त अभिषेकलाई गाई छैन हामी ग्लास बाल्नु न अर्को पनि हामीले यहाँ फेला पारिसकेको छौँ मालिक। दामी नेक्स्ट शिकार मेक्सिको मिठो शिकार हानो है हाम्रो साथीले। हाम्रो भाइले दामी हानिदियो। हेर्नुहोस् त अहिलेको दुईजना हाल्नु नि। छटपट खोल हाला त अहिलेका मालहरू यहाँ बाल्टीमा। हेर्नु त गाई। सानो हाम्रो एउटा शिकार चाहिँ दाइले हान्न आँटेको छन्। हाने आँदैन अरे बाघको शिकार त शिकारलाई शिकार गर्न आउँदैन त। देखाइदिनु त यता। हो शिकारले शिकार गर्छ भने खोइ बाल्टी हो पर्दैछ हौ। यहाँले न छोडेर हिँडिदिन्छ यार। उफ्रेर आएको भने माल माल ओए हाल्नु नि त पकाएर सौँदाले खानुहुन्छ। कागु सौँदा त कटुक्दै छिर सौँदा त कटुक्दै छिर।
के भन्न चाहनुहुन्छ? तेरी दादागिरी निकाल दूंगा मैं। सुई के भन्छ तिमी चाहिँ? त्यो रोनाल्डोको कुरै नगर्नु त मेरो छेउमा त्यहाँ चोरको यसलाई स्नेक हेडपिस भन्छ यहाँ आउनु कत्रो भयो मार्नु त। ताको देखाइदिनुहोस् त हजुर। आजको सबसे ठुलो माल भनेको यो माल लाग्छ र यहाँ डाँडा काँडा जङ्गलमा हरियालीमा हामी बिहानको सुरुवातसँगै आफ्नै करिसाबारीमा होइन आफ्नै पैनीमा उब्जिएको माछा मार्न आइसकेका छौँ। फोकस अन द गोल। आराम फोकस हाल्नु पनि मर्यो कतिको यसले कहाँ लागेको छ अनाकोन्डा फिस। टेंशन नहीं लेने का, अपुन है ना। अनाकोन्डा 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 कोन्डा 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 कोन्डा